तपाईँको को उहाँ हजुर हतगढी ल्याउनु भएको होइन हतगढी ल्याउनुहोस् निकाल्नुहोस् तपाईँको श्रीमान हो उहाँलाई हतगढी लाएर ल्याउनुहोस् तपाईँले लाउनुहुन्न नि हामी जिल्लाबाट जिल्लाबाट बनाउँछ हामी सर तपाईँको श्रीमती हो हजुर कानुनलाई मान्नुहुन्छ होइन तपाईँ उहाँ महिलाको उहाँको जिन्दगी बिग्रेन कहाँको साथी कहाँ छ यहाँ बस्नुहोस् तपाईँ हेलो तपाईँ यहाँ बस्नुहोस् यता हेर्नुहोस् त तपाईँको को उहाँ भन्नुहोस् त तपाईँ कहाँको साथी तपाईँको घर कहाँ हो अनुमति देखाउनुहोस् सर साहब भगवान् बेसीको इन्चार्ज होइन हजुर रुल इज फलो ठिक छ नि कसैले लाउँदैन हात हामी रुल इज फलो होइन सर होइन त यो रुल हो त यहाँ हेर्नुहोस् यता हेर्नुहोस् रुल यो रुल हो तपाईँको रुल होस् यहाँ बस्नु पर्नुहोस् सँगै छ दुईजना हेलो महिला प्रहरी बोलाउनुहोस् रुल इज फलो त परिवार छैन तपाईँको श्रीमती छैन तपाईँको हजुर के हुन्छ अब हाँ के हुन्छ भन्नुहोस् त भगटे बेसीमा आएर दुनियाँ जनतालाई ज्यादा दिँदा चाहिँ हुन्थ्यो होइन महिलालाई लानु पर्यो नि पढ्नु हो ठिक छ हामीले भिडियो बनाउनु पाउनु पब्लिकको हाम्रो अधिकार छैन अरूलाई बोलाउँ जिल्लालाई फोन गरौँ एसपीलाई फोन गरौँ तपाईँको अलिक पावर थियो नि कुनै दिन होइन हामीले हात जोड्दा हाम्रो रिक्वेस्ट मानेको थिएन नि याद छ नि तपाईँको फेस देखाउनुहोस् क्लियर गर्नुहोस् तपाईँ उहाँको किन नगर्नु कस्तो कस्तो नगर्नु भने तपाईँहरूले के भने तपाईँको श्रीमती होइन नि सर अनि यसरी होटेल तपाईँ यहाँ बस्छ इन्चार्ज म काठमाडौँबाट फोन गर्नु भएको थियो होइन छैन महिला प्रहरी सँगै लानुपर्छ तपाईँहरूले बस्नुहोस् न महिला प्रहरी चाहिँदैन मैले लानलाई पर्दैन बस्नुहोस् त्यहाँ तपाईँ महिला प्रहरी बोलाउनुहोस् जिल्लाबाट बोलाउँछ है जिल्लाबाट बोलाउँछु नि फेरि पत्रकार बोलाउँ पत्रकार बोलाउँछु तपाईँको यहाँ तपाईँको श्रीमान हो प्रमाण छ तपाईँसँग हाम्रो अधिकार हो कस्तो जाउँ भने बस्नुहोस् महिला प्रहरी बोलाउनुहोस् उहाँलाई लानुहोस् सँगै लाने हो जिल्ला पठाउने हो भाग्ने कुरा नगर्नुहोस् त्यता नगर्नुहोस् भाग्ने कुरा तपाईँ करले सहित हुनुहुन्छ यहाँ हेर्नुहोस् ड्युटी गरिरहनु भएको होइन तपाईँ करलेसमा देउनुहोस् करलेस देउनुहोस् माथि देउनुहोस् करलेस देखाउनुहोस् न करलेस माथि उहाँको करलेस छ यहाँ हेर्नुहोस् यहाँ है मोबाइल छ उहाँ गणेश श्रेष्ठजी उहाँ हुनुहुन्छ आइजिपीको उहाँ मान्छे भन्दा धेरै भकुन्डे विषयमा पावर देखाइरहनु भएको उहाँ महिला उहाँ म गाडीबाट झरेको पनि देखेको छु उहाँले कसरी 9 बजीबाट आउनु भएको छ कुनै स्टाइलले त्यो पनि हेरेको छु मैले गणेश श्रेष्ठ उहाँ हेर्नुहोस् यहाँको भकुन्डे बेसी इन्चार्ज पुरै एसपी साहबले पनि भन्दा मान्दिनँ को त यहाँको पब्लिक को म सिधै आइजिपीको मान्छे भनेर उहाँले भन्नुहुन्थ्यो स्वयं म आफैलाई थुनिदिनु भएको यहाँको जनताको बारेमा बोल्दाखेरिमा उहाँ नै हो प्रहरी सहित आएको छौँ हामी त्यतिकै होइन हेर्नुहोस् उहाँ कति आतुरमा हुनुहुन्छ उहाँको फ्यामिलीवाला उहाँको श्रीमती हुनुहुन्छ होला उहाँको छोरा हुनुहुन्छ होला यो भिडियो उहाँसँग अवश्य पुग्नेछ उहाँसँग अवश्य पुग्नेछ हजुर मलाई उहाँले दोष दिनुभएको उहाँले मलाई पिटी लानुभएको तर एक थप्पड न्यानु उहाँले हल्ला गर्नुभएको मलाई कसै कुनै पुलिसले पिटाएको थिएन उहाँले हो जिल्लामा रहनुभएको राजेन्द्र ढुङ्गेललाई फोन गरेर त्यसलाई मुद्दा चलाउनु पर्छ भन्ने मान्छे उहाँ नै हो यस स्टाफ र डेस्टाफले भन्दा नमान्नु भएको उहाँको जिग्री उहाँले सबै कुरा भन्नुभएको छ मलाई त्यतिकै म पनि आएको थिएँ राति उठेर फोन गरेँ बित्तिकै साथीहरूले यो महिला उहाँ हुनुहुन्छ पक्नुहोस् हाम्रो अधिकार छ उहाँ महिला हुनुहुन्छ उहाँको नि फ्यामिली हुनुहुन्छ होला याद गरौँ एकदम उहाँ हाम्रो चाहिँ के खनाल भन्नुभयो हजुर प्रहरी के खनाल भन्नुभयो उहाँ हुनुहुन्छ उहाँलाई हामीले इन्फर्म गरेर यहाँको ज्यादतीको विरुद्ध अब हामी आयो क्या गणेश साहब ठिक छ होइन है ठिक छ नि ल कुनै दिन मैले भनेको थिएँ नि हजुर पर्छ भनेको थिएँ नि सर ठिक छ नि फ्यामिली होला है कहाँ हजुर घर मोरङ है उर्लाबारी हजुर मेरो पनि उहाँहरू साथीहरू हुनुहुन्छ सम्झिनु भएन नि तपाईँले है आहा कति राम्रो मान्छे तपाईँ होइन सर त्यो दिन दुःख मैले तपाईँलाई पुगाएको थिएँ नि है तपाईँ कानुन लु इज द फलो कुन फलो यो अर्काको चेलीबेटी ल्याएर सुतौडी तपाईँ घरमा श्रीमती हुँदा चाहिँ लाज लाग्दैन तपाईँलाई होटेल ल्याएर त्यहाँको चौकी हुँदा चाहिँ
भाडामा ल्याउनु भएको के गर्नु भयो तपाईँले तपाईँ गर्लफ्रेन्डको भाडामा ल्याउनु भयो किन सर बोल्न मिल्दैन हामीले ल ल्याउनुहोस् दुईजना ल्याउनुहोस् एक यहाँबाट बाहिर